मेरो घरमा चाहिँ किराना पसल छ अनि किराना पसलमा चाहिँ हजारौं थरीको मान्छेहरू आइसिन्छ हैन अनि त्यो मान्छेको पनि अनेकौं नोटहरू हुन्छन् जुन चाहिँ हामीले हेर्न नभ्याएको हुन्छ अनि त्यसपछि नोटहरू मध्ये चाहिँ यस्तो नोट पनि आइदिन्छ कि पुरै कामै नलाग्ने हुन्छ नि पुरै च्यातेको कुनै डढेको कुनै आदि मात्रै हुन्छ अनि हामीले चाहिँ यसरी युज गर्ने गरेको छौं पैसालाई हैन अनि यसरी टाँसेर अनि त्यसपछि मजाले फेरि पुरै लेभलै मिलाएर टाँस्ने गरेको छु मैले चाहिँ हजुरहरु चाहिँ अब अर्को पेपरमा पनि टाँस्न सक्नुहुन्छ मैले चाहिँ अब ब्याङ्कमा लगेर दिने हो अनि त्यही भएर अलिकति राम्रो स्टाइलमा यसरी टाँस्ने गरेको छु यसमा चाहिँ चाहिने भनेको हामीलाई ग्लु हो अनि त्यसपछि अलिकति मेहनत पनि अनि मजाले यसलाई यसरी टाँस्नुपर्छ गाइज हैन मैले चाहिँ 20 को नोट पहिला टाँसे सजिलो हुन्छ भनेर अनि मैले एकदम रमाइरहेको थिएँ कि यस्तो काम गर्दा मलाई एकदमै मजा आउँछ एकदमै यो क्रिएटिभिटी नै हो नि त अनि मजाले यसरी टाँस्नेहरूलाई अनि त्यसपछि 10 को नोट टाँस्न थाले त्यसपछि अनि कतिजनाले चाहिँ यस्तो नोटहरू हुन्छ नि फाल्दिने गर्नुभएको छ त्यस्तो नगर्नु होला बरु अलि जम्मा गर्ने अनि धेरै भइसकेपछि यस्तो गर्ने हैन यस्तो भएपछि मजा पनि आउँछ अलिअलि गर्नुभन्दा धेरै भएको अनि त्यसपछि यसरी एकछिन सुक्न दिने अनि सुकिसकेपछि चाहिँ मैले चाहिँ यति धेरै भएको त्यो नोटहरू कति धेरै हुन्छ कि हाम्रो घरमा चाहिँ अब पसल भएपछि हैन अनि यसरी मिलाएर यसलाई काट्ने अनि म चाहिँ पैसाको सेप अर्को राखेर काट्दै थिएँ हैन 20 को चाहिँ एउटा पुरै नोट थियो त्यसको पनि सहायता हुन्छ भनेर मैले चाहिँ एउटा पनि राखिदिएको थिएँ हैन अनि मम्मीसँग बोल्दै म त्यसरी मजाले काटिरहेको थिएँ हजुरहरूले पनि यसरी नै युज गर्नुभयो भने चाहिँ अब जे भन्दा पैसा जस्तो कुरा हैन एकदमै राम्रो कुरा हो नि त नि वेस्ट पनि जाँदैन अनि नम्बर चाहिँ हुनुपर्छ है यो टोटल नम्बर चाहिँ हुनुपर्छ फेरि जतापट्टि साइडको भए पनि अनि यसरी रेडी हुन्छ हाम्रो पैसा अनि लगभग 300 भएको थियो है त